हेलो गाइज नमस्ते। आज फेरि मैले नयाँ भ्लग लिएर हजुरहरूसँग आइसकेको छु। आज चाहिँ हामी अब बानेश्वर जानेछौँ। म र मेरो भाइ सुकु महाराज। अब बानेश्वर जाने भने आज तर खत्रै जाम लागिरहेछ। त्री बाटो छिरी जान्छौँ क्या अब हाम्रो सुकु महाराज र म भएर। ल सर त्यो सम्बन्धी कष्ट त्यति कष्ट गरिदिउँ अनि सो गाइज तपाईहरु चाहिँ सुरखुटीको जाम हेर्न सक्नुहुनेछ। हाम्रो पसलभन्दा ठ्याक्कै अगाडिको जाम हो हैन। हाम्रो टुरिस्टहरु दाजुहरु एकदम ह्यान्डसम देखिने हुन्छ। हेलो नमस्ते नमस्ते। यतिको चाहिँ हुनुपर्छ कि से हेलो स्पेन हेलो। A few minutes later. त्यहाँ अघिको खैरले स्पेन भनेर चाहिँ यता हो है गाइस। फेरि त्यहाँ होइन नि च्यात्तिको चाहिँ देखा खल्ती बल्ली च्यात्तिको देखा। मैं गरीब हूँ। पछाडिकोले भने अगाडिकोले त हो कि तपाईँ फेरि बिला नहाल्नु न। भर्खरै जाम खुलेको छ अनि जाम चाहिँ यता फेरि कडै छ होइन। यस्तो जाममा नि यस्तो बवाल कुदाइदिनु तपाईँ के हो। लाइसेन्स गलत हातमा छ जस्तो लाग्यो है मलाई। जाम त होइन यसरी बस्नै पर्ने हो र ड्राइभरकै सिटमा गएर भन्छु कि म आफ्नो ठाउँै छोडेर टाँसिनै पर्ने हो र यसरी के माया हो। अझै दुईजनाहरू त पछाडिको सिटमा सो आफ्टर लङ टाइम जाम खुलिसकेको छ अनि हामी चाहिँ अहिले हजुर फेरि खुलिसकेको छ र फेरि परिसकेको पनि छ। चीटिंग करता है तू। चीटिंग करता है तू। भरि खुलेर अनि बनाउन लाग्यो के हान्नु त नि। 2 hours later. सामान लिएर आइसकेको छ है गाइस। ग्लोबल के कलेज हो? ग्लोबल कलेज नै हो। ग्लोबल कलेज नै हो। सामान भनेको ल्याउनु पर्ने चाहिँ यही हो। डन्डी लाग्यो 2 घन्टा लाग्यो होइन। हिजो फिल्म सुटिङ भएको थियो कि त्यहाँनिर। कुन फिल्म रे? नर्सिया भन्ने रसिया हो। त्यसै फिल्मको लागि हाम्रो सामानहरू लगाएको थियो कि। वी आर इन केटिएम सिटी। राइट नाउ वी आर इन दिल्ली बजार। हामी गएर हामी रानीवन जान्छौँ हो। रानीवन भर्याङमा कार्पेट भन्ने अहिले चाहिँ हामी अब सडकतिर छौँ। यता पुतलीहरूको चाहिँ अलिक कमी नै छ। पुतली सडकमा पुतलीहरू देखिसकेका छौँ। फाइनली गाइज पुतलीहरू आइपुगिसकेका छन्। पुतलीहरू हाम्रो भित्र आउनुभन्दा अगाडि नै भित्र छिर्दै गाइज हो र म अगाडि फेरि हेर्न रेडी गरेर राखेको। कश्मीरी पछौरी बहुत तेज हो रहा है। सो फाइनली गाइज हामी ठाउँमा आइसकेको छौँ होइन। अनि यहाँको सानो जाम पनि खुलिसकेको छ। सानो है फेरि सानो हामी भर्खरै मात्र आइपुगेको थियौँ जो। तर ठमेल जस्तो माहौल छैन अहिले। यो ठमेल हो कि ठमेल होइन पुरै बुझ्न सकिएन। किनकि जस्तो हुनुपर्ने ठमेल यस्तो छैन। ठमेलको माहौलै छैन। मामा झापी 20 रोडा आफू बसेर जा अरे मुरली लाडो त्यसको माथिको टेकेर जाने हो। हजुर 20 रोडा ऊ बसेर अनि जा अरे ट्राफिकले त्यस्तो टाउको टेकेर जाने माथि। के हो बल फुट्यो क्या।
हावा पुग्न मिल्छ त्यस्तो माथिको भने यो यस्तो ए माथिको ठाउँमा आइपुगेको गरिसकेका छन् ए अँ पर्दा बिचरोड हँसालेको ढुल्लाउने बनाइदियो बिच्चा रोडमा खस्तिरहेको रहेछ यार। दुईचोटि भयो अहिलेसम्म हँसालेको होइन यसरी त कस्टमरले भय पर्दैन भन्ने तरिकाले नै हँसालेको यो चाहिँ अब कसैले लान पर्ने भएर त मैले केही गाली गरिनँ होइन कस्टमरकोमा लानु पर्यो भने मैले आज गाँड हालिन्थेँ टक्क कागमन ठाउँमा झरेर अब गेट खोलेर दाइले ट्याक्क लाएर अनि ट्याक्कल फेरि लगाएर हामी काममा यहाँबाट हामी माथि लगाए सिँढी चढेर उक्लिए मिन यहाँ सुरु हुन्छ होइन यहाँदेखि यति लगाएर हाम्रो यो मान्छे चाहिँ मेरो भाइ हो है खासमा भन्नुपर्दा चाहिँ मेरो भाइ हेलो सर म र मेरो भाइ पनि कम लगाउने ट्रेनिङ दिइरहेको छु होइन ब्युटिफुल अरे भएन अलिक कुनामा ठिक त्यसरी कुनामा ठिक मजा त्यो कुना पनि सलक्क भन्नु पऱ्यो चट्ट भएर डेन्डर हातमा धेरै नलगेको बाहिर कार्पेट नलगेको टन्नु पऱ्यो त्यहाँ तल थप्ने त्यो कार्पेट पनि दल्ने अनि माथि त्यहाँ हाल्ने न डाइरेक्ट त्यहाँ हाल्नु उताबाट चुइन्छ यसमा अर्को कार्पेट जस्तो नि हो त्यहाँ हाल्ने अनि त्यहाँ दल्दाखेरि चाहिँ तल जाने यो तल गयो त्यहाँ दल्ने अनि त्यो दलेकोलाई चाहिँ अनि माथि दल्ने अनि माथि गएर हाल ज्याकेट फुकाएर चट्ट हाल ज्याकेट गम लाग्छ फेरि भएन त्यो छेउछेउमा लाग्यो होइन खोइ सबै ठाडा पर्छ मजा छ हाम्रो दाजुहरूले काम गरेको यस्तो अझै ला भर्खर 2 दिन भयो काम गरेको त्यो अझै ला म किनकि सिक्दैछु बल्ल काम त्यही भएर मैले जाने छैन त्यही भिडियो बनाउँदै बसेको छु अब केही अब घरदै जाम अब के हुन्छ होइन त्यो भिडियो अब कामसँग भ्याइयो लुगा सुगा लाएर पसलतिर लाग्नु पर्यो होइन टक्क लुगा सुगा लागेर काम फिनिस यहाँ अझै भोलि आउनुपर्छ होला मैले चाहिँ अब होइन यहाँ त यस्तो देखाएको छ है चट्ट यसरी सरर र भर्याङमा हामीले कार्पेट हाल्यो हामीले चाहिँ अब आजलाई यति हाल्यो अब उता पछि थप्ने भन्ने हुनुहुन्छ होइन आजको लागि चाहिँ यति नै गऱ्यो हामीले फिनिसिङ चट्ट निकालेर यहाँदेखि सरर गऱ्यो अब काम छ कि अब हामी पसल लाग्छौँ तर मेरो भाइ भएर सब्सक्राइब गरिदिनु है तर हार भाइको नाममा A few inches later. पर्दैन कुन ठाउँ अरे हामी वसुन्धरा Into the mouth. Nice. त गाइज आजको भ्लग यति नै हो होइन मन पर्यो भने लाइक सेयर र कमेन्ट ठोकिदिनु होला हस् त धन्यवाद नमस्ते